नमस्ते। यो मेरो मिठो च्यानल युट्युब च्यानलमा हजुरहरूलाई स्वागत गर्दछु। आज विशेष कुरा रहेको छ कि मानिसहरू यस पृथ्वीमा पहिलाको ढुङ्गे युगमा थिए के त्यस्तै ढुङ्गे युगमा जस्तो अहिलेको परिस्थितिमा छन् कि छैनन् त भन्ने कुरा हामी बुझ्न फेरि अति आवश्यक भएको छ। किनभने हरेक मानिसले अहिले सबै बदलिँदै गएको अवस्थामा पनि तर मानिसहरू ढुङ्गे युगमा छन्। हरेक मानिसलाई हरेक चिजको विश्वासता भन्दा पनि कुनै रुख ढुङ्गा पानी यस्ता चिजहरूमा बढेको त आत्मविश्वास बढेको छ। मानिसले मानिसलाई विश्वास गर्न सक्दैनन्, तर मानिसले एउटा कुनै चिज त्यस्तो चिज हो जो अचल वस्तु हुन्छ त्यसलाई चाहिँ बढी विश्वास गर्ने गर्दछन्। त्यसो त के आज हामी हरेक मानिसहरू हरेक परिस्थितिमा हरेकचोटि हामी कुनै चिजमा विश्वास गर्दा कि हाम्रो निम्ति स्वर्गको ढोका के खुल्छ त भन्ने कुरोमा आज म सानो विशेषता दिन्छु कि हाम्रो निम्ति हामीले कुनै पूजापाठ आराधना कुनै देवी देवताको निम्ति गऱ्यो भने कि हामी स्वर्ग जान्छौँ त भन्ने कुरोमा विशेषता छ कि हाम्रो निम्ति प्रशस्त पर्याप्त मात्रामा पुग्छ भन्ने कुरोमा हो। पुरानो जमानामा यस्तो थियो। अहिलेको परिस्थिति भनेको यस्तो हो जो कलियुग सुरु भएको छ। द्रौपदी युग थियो, सत्यवती युग थियो, होइन? त्यसरी 2-3वटा युग थियो। अरू युगको अन्तिम चरणको युग भनेको कलियुग हो। यस परिस्थितिमा सबै चिजको अन्त्य हुने अवस्था भएको कारणले गर्दा यस अवस्थामा हरेक मानिसले गरेको काम र पुरा हुन सक्दैन। जति तपाईँ अरूमा भरोसा विश्वास गर्नुहुन्छ त्यो भन्दा बढी तपाईँ त्यस मानिसबाट दुःख पाउनुहुन्छ। किनभने त्यो मानिसले आफ्नो निम्ति सोचेको हुन्छ तर तपाईँले अर्काको निम्ति सोच्नुहुन्छ। किनभने जुन मान्छे यस पृथ्वीमा धर्म गर्न सक्छ त्यो मान्छे हरेक चिज प्राणी हरेक ठाउँमा घृणित हुन्छ। जो मान्छेले धर्म कमाउनुको निम्ति कामहरू गरेको हुन्छ त्यो मानिससँग पैसा पनि हुँदैन। किनभने जुन मानिस पैसाको निम्ति यति धर्महरूमा गर्छ भने त्यो मानिस स्वर्गको निम्ति योग्यको हुँदैन। हरेक मानिसले हरेक ठाउँमा हेऱ्यौँ भने हामी प्रशस्ता र अभावको कुरा गर्छौँ। प्रशस्ता भनेको के हो? जब हामीसँग आफूसँग छ र तापनि हामीले त्यसलाई राम्रो नराम्रो चिन्न सकेनौँ, त्यसलाई हामीले सदुपयोग गर्न सकेनौँ र हामीले त्यसलाई जब कुनै अरूलाई दिन्छौँ या फालिदिन्छौँ, जब हामीले जुन दिन त्यसलाई फाल्छौँ त्यसपछिको दिनमा त्यो चिजको अति आवश्यक पर्छ अनि हामी खोज्छौँ। जब हामी खोज्छौँ न तब हामीसँग के नभएको बेलामा खोज्ने कारणले गर्दा त्यसलाई अभावमा एकदम जरुरी मानिन्छ। त्यस कारणले गर्दा जुन मानिस यति पैसा कमाउनको निम्ति हरेक कामहरू हरेक चिजहरूको देखावटको निम्ति गर्छ भने त्यसको निम्ति स्वर्गको राज्यको ढोका खोलिँदैन। चाहे तोसँग जेट विमान किन नहोस्, चढ्ने ती करोडौँका गाडीहरू किन नहोस्, हातमा लाखौँका घडी किन नहोस्, त्यो मान्छेको निम्ति स्वर्गको राज्यको ढोका त्यति सजिलो खुल्दैन। जुन मान्छे सडकको पेटीमा मागेर बसेको हुन्छ, जुन मानिस अरूले फालेको चिज खाएर बसेको हुन्छ, त्यो मानिसको निम्ति त्यो स्वर्गको राज्यको ढोका बरु त्यति छिटो खुल्न सक्छ। किनभने त्यो मागेर खाने मानिससँग कसैमाथि त्यस्तो रिस चोट दबाब इस्री भन्ने कुरो हुँदैन। उसलाई कसैलाई लुट्नु भन्ने कुरो हुँदैन। उसले माग्छ, जानेको चिज माग्छ, जसले आफ्नो स्वेच्छाले दिन्छ, मन खुलेर दिन्छ, दिल खोलेर दिन्छ, त्यही खाएर बाँच्छ। तसर्थ किनभने हामी प्रत्येक मानिसले सोच्नुपर्ने हेर्नुपर्ने चिजहरूमध्ये एउटा यस्तो समय आएको छ जसले अहिलेको परिस्थितिमा हामी अझै पुरानै अवस्थामा युगमा नफर्कौँ। अहिले स्मार्टको जमाना आएको छ जहाँ हामी ठाउँ बसेर संसारका हरेक कुराको छेउहरूमा पनि हामीले देख्न सक्छौँ। त्यही पनि हामी कि त अझै ढुङ्गे युगमा परिवर्तन भइरहेका छौँ।
हामीले आफूले भन्दा पनि कसैले भनेको कुरो नमान्ने आफ्नो जिद्दीपन्थालाई हामी अग्रता लिएका छौँ। कारण हामीले आफैको निम्ति दुःख भोग्नु। तसर्थ म के भन्न चाहन्छु भने हरेक मानिसले आफ्नो निम्ति ईश्वरको राज्यको ढोका खोल्नको निम्ति कुनै पनि सानातिना देखावटको निम्ति, धर्मको निम्ति, कसैको पूजा आजा, कसैको भरोसा गर्थेमा त्यो मान्छेको निम्ति स्वर्गको राज्य त्यति सजिलोसँग खोल्न सक्दैन। किनभने स्वर्गको राज्यको ढोका खोल्नको निम्ति हामीले अमूल्य समय र अमूल्य चिजहरू गुमाउनु पर्दछ। तब मात्र ढोका खुल्दछ जब मात्र हामी सक्षम हुन्छौँ, हामीले अर्कालाई माया गर्न सक्छौँ। त्यस कारणले गर्दा यदि हामी धर्म कर्ममा मान्ने हो भने हामी हरेक मानिसले, हरेक जातिले एकले अर्कालाई माया गर्न सिकौँ। जो दुःख र कष्टमा गडिएर लम्पैले हिटेको छ त्यसलाई तान्ने कोसिस गरौँ। जो सडकका पेटीहरूमा माग्छन् तिनीहरूलाई केही सहयोग गर्न सिकौँ। तब मात्र त्यो स्वर्गको राज्यको ढोका खुला हुनेछ। तर हामीसँग त्यो हजारौँ लाखौँ करोडौँका गाडीमा चढेर हिँडे तापनि हाम्रो निम्ति त्यो स्वर्गको राज्य त्यति सजिलै ढोका खुल्न सक्दैन जति सजिलो ती मागेर खाने सडकका पेटीहरू मागेर खान्छन्, जो फालेका फोहोरबाट बटुलेर खान्छन्, तिनको निम्ति स्वर्गको राज्यको ढोका त्यति सजिलो खुल्छ जति कसैले त्यो मन्दिरको छेउ ढोकामा भित्र बसेर त्यो जलहारीमा त्यो पानी छर्केर बस्छ तिनीहरूको निम्ति ढोका खुल्दैन। किनभने जुन मानिसले मागेर खान्छ, कसैले शुद्ध हृदयले मन खोलेर दिन्छ, त्यही पैसाबाट उसले केही खान्छ र आफ्ना पेटको गुजारा गर्छ, उसको जीवन पाल्छ। किनभने कसैमाथि रिस हुँदैन, उसको कसैमाथि स्नेह हुँदैन, कसैमाथि त्यसको कुनै चिज पनि हुँदैन। त्यस कारणले गर्दा उसको निम्ति एकदम स्वर्गको ढोका खुल्दछ। यसै कारणले गर्दा हामी धर्मात्य हुनको निम्ति हरेक चिजहरू सोच्नुपर्छ। यो भिडियो मन परेर भने कृपया लाइक र सब्सक्राइब गर्न चाहिँ नबिर्सिनुहोला। यस्तै हरेक किसिमका कहानीहरू मोटिभेट लिएर म आउनेछु, यस्ता भिडियोहरू हाल्नेछु। तपाईँहरू हेर्नुहोला है त।